तर यहाँ जेनजीको नाम लियो। जेनजी कहाँ खाँदैछ, कहाँ बसिया छन् जेनजी, कस्तो अवस्थामा जेनजीहरू छ, त्रसित छ। ड्रागनका टाटु खोपेकाहरूले गएर चाहिँ बसेका ठाउँमा अलिकति फरक कुरा गर्यो भने 5-7 जना गएर घेर्ने गरेका छ। के कसो घेर्ने गरेका छ। जेनजीहरू आफै त्रसित भएर कहाँ बस्ने, कहाँ के गर्ने, डेरा छोडेर भाग्नुपर्ने अवस्था छ। जो आन्दोलनमा थिए सुरु गर्ने उनीहरू त्यसो गरे। यो सच्चाइ हामीले हेर्नु पर्यो। जेनजीका नाममा यो सरकार संवैधानिक बाटो हुँदाहुँदै, संवैधानिक बाटो बनाउन सकिने अवस्था छँदाछँदै संवैधानिक बाटो नै मास्ने गरी असंवैधानिक बाटोबाट सरकार बन्ने शर्त के भन्दा पहिलो निर्णय संसद भङ्ग गर्ने भनेर गर्न पाउनुपर्छ। कहाँबाट बन्यो? यो छानिएको पनि होइन। छानिएको निकायले कमसेकम संविधान संशोधन गरिदिएर राष्ट्रपतिलाई त्यो अधिकार दिएर राष्ट्रपतिले गरेको भए त संविधान सम्मत हुन्थ्यो नि। त्यो गर्न नमानेर कसले बनायो त अहिलेको सरकार? अनि मैले विवेक कतै दराजमा थन्क्याएर संविधान सम्मत भएन सरकार भन्न हुँदैन। त्यति भन्नु बेठिक हुन्छ?